यो सैलुङ सुन्नु न यो सैलुङ चाहिँ के भएर भएको भन्नु त सैलुङ केको लागि आउँछ नि है अब सैलुङ त यो गेट वाल हेर्नको लागि अब मन्दिरहरू छ धेरै अनि त्यहाँबाट अब गुम्बा अनि यो के अरे भ्यू टावर त्यस्तै डाँडाहरू घुम्न त नि सबैजना यस्तो जाडो यस्तै हो यहाँ जाडो हुन्छ जहिले जाडो त अब यो माघ पुससम्म चाहिँ हुन्छ त्यहाँबाट हुँदैन फागुनदेखि अब चैते लागि धेरै हुँदैन अनि घर चाहिँ तपाईँहरू कहाँ हो हाम्रो घर चाहिँ यही तालै हो अहिले पाल्ला नै थियो पहिलाको चाहिँ अहिले चाहिँ यही बनाएको छ कस्तो राम्रो लाग्यो क्या मलाई यो ठाउँ हजुर राम्रो छ नि अब सबै धेरै आउँछन् घुम्नको लागि त्यो ठाउँमा त धेरै मान्छेहरू आउँछ कि अब रमाइलो हुन्छ अरे उनीहरूलाई कहिले त अब जानै मन लाग्दैन भन्छ है त्यस्तोहरू नि आउनुहुन्छ अब कोही त जानै नसक्ने यहाँबाट उँभो चट्नै मन लागेन भन्ने नि आउनुहुन्छ हामी पनि त्यसमा पऱ्यौँ है अनि तपाईँहरू त्यस्तै पर्नुभएछ है जानु पाएको भए हुन्थ्यो कि माथिसम्म अब के गर्नु जानु सक्नु त्यही पनि अब यहाँसम्म आयो ठिकै भयो उकालो हिँड्न नसकेर हो उकालो हिँड्न नसक्ने भएर चाहिँ नगा के गर्नु त ल